नमस्ते साथीहरू, हजुरहरूलाई मिना कुकिङ वाइटीमा स्वागत छ। आज मैले हजुरहरूको लागि चाउमिनको रेसिपी लिएर आएकी छु। यो सबै सामानहरू चाउमिन बनाउने आइटमहरू हो। सुरुमा हामीले कराईमा तेल राखेपछि सिमला मिर्च एड गर्छौँ। त्यसपछि चाहिँ हामीले बन्दागोभी लिन्छौँ। त्यसपछि हामीले बन्दागोभी हालेर मजाले चलाउँछौँ। त्यसपछि हामीले बोइल गरेको चाउमिन लिन्छौँ अनि हामीले त्यो चाउमिनलाई कराईमा एड गरिदिन्छौँ। त्यसपछि हामीले चिल्ली पाउडर, स्वाद अनुसारको नुन, जिरा पाउडर एड गर्छौँ। अब हामीले यसमा भिनेगर एड गर्छौँ अनि सोया सस पनि एड गर्छौँ। अब हामीले यसलाई मजाले चलाउँछौँ। साथीहरू, यसलाई मजाले हाई फ्लेममा चलाउनु होला। यतिको भइसकेपछि हाम्रो चाउमिन रेडी भयो है साथीहरू। हेर्नुहोस् त कस्तो मिठो देखिएको छ। च्यानल मन परे सब्स्क्राइब गरिदिनु होला है।